गाइज नमस्ते सबैजनालाई। आज चाहिँ बिहानको टाइम 1 हप्ता अगाडिदेखि नै हिउँ परिरहेको थियो। पुरै काठमाडौँ भ्याली पुरै चिसो भएर बादल लागेर केही पनि नदेखिने भएको थियो। अहिले चाहिँ एकदम मजाको घाम लागेछ आफ्टर अ लङ डे। अनि त्यही घाम लागेकै उपलक्ष्यमा चाहिँ आज मलाई कस्तो भिडियो खिचौँ जस्तो लागेर मैले आज भ्लगिङै गर्न थालेको। त्यस्तो खासै भिडियो भ्लगिङ त केही पनि छैन, जस्ट आई वाज टेस्टिङ माई न्यू माइक। मैले चाहिँ अहिले नयाँ माइक लिएको छु गोप्रोको लागि। अनि आई रियली फिल सम अफ यु गाइज हु वाच माई भिडियोज रेगुलरली फिल सम चेन्जेस इन द अडियोज राइट नाउ। अहिले किन मोस्ट अफ द टाइम मैले चाहिँ के गर्थेँ भन्दाखेरि गोप्रोकै अडियो जुन हुन्छ नि त्यो अडियोलाई चाहिँ आई युज टु डु अ पोस्ट प्रोसेसिङ। अनि त्यहाँबाट चाहिँ भिडियोबाट अडियो चाहिँ अलि राम्रो बनाउने प्रयास हुन्थ्यो मेरो। तर त्यो काम चाहिँ अहिले ठ्याक्कै मैले घटाइदिएको छु। आई होप यो राम्रो आइरहेछ होला। दिस इज माई फर्स्ट भिडियो फ्रम दिस माइक। एकदमै राम्रो हुँदो रहेछ। मलाई चाहिँ पहिला सुरु खासै नलेज थिएन यो माइकको बारेमा चाहिँ। आई वाज रियली नट सो इन्टु हुन्छ नि एक्स्ट्रा एक्सेसरिज टाइपको कम्पेरेटिभली टु द वान्स द्याट आई युज टु बाई। भनेको चाहिँ कस्तो भन्दा यस्तो टाइपको एक्स्ट्राजहरू हुन्छ नि जुनमा चाहिँ आई युज टु हुक क्यामराज फर डिफ्रेन्ट पर्सपेक्टिभ। तर एनिवेज त्यही हो, आज मेरो चाहिँ माइक टेस्टको भिडियो हो। सो आई एम टेस्टिङ माई माइक। कतिजनाले चाहिँ कुन माइक हो ब्रदर भनेर सोध्न खोज्नुहुन्छ होला होइन। सो दिस इज गोप्रोको मिडिया मोड, गोप्रो हिरो 11 को मिडिया मोड हो यो। चिसो लागिसक्यो। जस्ट फ्यु विक्स अगाडि कस्तो गर्मी थियो यो। आफ्टर द प्रोटेस्ट एन्ड आफ्टर एभ्रिथिङ ह्यापन सडनली यो वेदर पनि चेन्ज भयो, प्लस हिउँ पऱ्यो है। त्यति भइसकेपछि काठमाडौँको माहौलमा सबैजनाले ज्याकेट हिरिहाल्यो क्या चिसो भएर। र तपाईँहरूलाई पनि जसले भिडियो हेर्दै हुनुहुन्छ सबैजनालाई एकदमै सेफ रहनु र एकदमै न्यानो भएर रहनु भनेर भन्न चाहन्छु। अहिलेको सिजन चेन्जको जुन पानी परिरहेको हुन्छ, जुन चाहिँ तपाईँको भिडभाड हुन्छ, अलिकति अभोइडै गर्नु सो द्याट विल बी सेफ, विल किप यर फ्यामिली सेफ एज वेल। आज चाहिँ जस्ट आई एम गोइङ टु वर्क। अहिले 9 बजे कति बजिरहेछ। मेरो यहाँको घडी चाहिँ अलिकति बिग्रिरहेको छ, बाइकको बनाउनु पर्ने भएको छ। सो अस्ति पनि मैले एकचोटि भ्लग गर्दै थिएँ। एकजना साथीले चाहिँ के यार त रातिको 7 बजे कुनै कता गइरहेको छु भन्दै थियो। मेरो यहाँ हेर्नु न घडी नै मिलेको छैन क्या। त्यो घडी मिलाउनु पर्छ। फेरि मैले के भएको थियो भन्दाखेरि म अस्ति नै एकचोटि बाइकमा यो मिटरको चाहिँ एउटा अलिकति के मलाई दुःख लाग्यो भन्दाखेरि जस्तो तपाईँको पानी परेको बेलामा चाहिँ मेरै गल्ती हो त्यो चाहिँ। ठ्याक्कै तपाईँको त्यो नाली हुन्छ नि तपाईँको टुडी खेलको त्यो राउन्ड अबाउट जस्तो। सो त्यहाँ चाहिँ पानी परेर पुरै नाली भिजेर छोइक्या रहेछ। मैले चाहिँ ठ्याक्कै त्यो नालीलाई विचारै नगरिकन ओभरटेक गर्न खोजेको, नालीमा छिरिहालेँ कि भाइ। अब त्यसरी बाइकमा सब पल्टिँदाखेरि मेरो चाहिँ थोरै ड्यामेज भएको थियो। ठ्याक्कै कहाँ भन्दाखेरि यो माथिको पार्टमा चाहिँ अलिकति ड्यामेज भएको थियो। मैले यो फेर्दाखेरि चाहिँ त्यस्तै नयाँ फेर्दाखेरि अराउन्ड 15 to 18 जस्तो लाग्छ भन्ने कुरा थियो। तर के भइदियो भन्दाखेरि त्यहाँ अलिकति सेकेन्ड ह्यान्ड पार्ट्सहरू पनि रहेछ क्या। अनि सेकेन्ड ह्यान्ड पार्ट्सहरू हाल्दाखेरि चाहिँ मलाई अलिकति ठ्याक्कै हाफै सस्तो पऱ्यो। तर अनफोर्चुनेटली त्यो सेकेन्ड ह्यान्ड पार्टमा चाहिँ अलिकति डिफेक्ट आएको रहेछ क्या। तपाईँको टाइम पनि एडिट गर्न नमिल्ने के भन्दै थियो। मैले अहिलेसम्म पनि हेर्नु भएको छैन त्यो। इट्स बिन अ लङ टाइम। अनि यो टाइम चाहिँ 12 बजेको 12 बजे हुन्छ। अहिले चलाएको 12 मिनट भएछ। अनि यता चाहिँ फेरि 11:50 बजिरहेछ क्या। अब यो टाइम चाहिँ अलिकति मिलाउनु पर्ने छ होइन। अनि अरू सबै एक्युरेट देखाउँछ, पेट्रोलको कति छ होइन, ओडोमिटर सबै कति छ, के छ, गियर कति छ, सबै एक्युरेट देखाउँछ। बट अरूमा चाहिँ फल्ट देखाउने रहेछ टाइमहरूमा चाहिँ। सो त्यो चाहिँ अलिकति हो भयो। अनि यो सर्भिसिङको लाइट पनि बलै गर्छ क्या। AM PM केही कन्ट्रोल गर्ने देखाउँदैन। सो त्यो भइसकेपछि अलिकति समस्या हुने क्या। सो हियर वी गो। ट्राफिक ज्याम। पाउरोटी नै ल्याउनु बिर्सेछ यार। मैले चाहिँ बाई द वे आई हेभ टेस्ट रोड फ्यु अफ द अमेजिङ टक्स अफ द टाउन होइन। जुन बाइक चाहिँ वान हुन्छ नि मान्छेहरूलाई अहिले भेरी एन्टिसिपेटेड मच वेटेड बाइक्सहरू क्या जुन रिलिज भयो रिसेन्टली। फर एक्जाम्पल CF Moto 450 MT
जुन चाहिँ अफरोड सेगमेन्टमा डबल सिलिन्डरको बाइक अहिले एफोर्डेबल रेटमा छ। अर्को चाहिँ हाम्रो हाम्रो केटिएमको 390 एडभेन्चर आर सिरिजको जुन चाहिँ आई थिङ्क इन्डियामा पनि लन्च हुँदैछ, नेपालमा चाहिँ आइसकेको छ होइन त्यो बाइक। र त्यो दुइटै बाइक मैले चाहिँ टेस्ट राइड गर्न पाएँ। अनि बोनसमा चाहिँ आई अल्सो डिड द टेस्ट राइड अफ 450 MK जुन चाहिँ सेम इन्जिन अफ 450 MG तर बडी बिल्ड चाहिँ हाम्रो नेकेड स्टाइलमा थियो क्या। सो त्यो दुइटै बाइक मैले टेस्ट राइड गर्न पाएँ, थ्याङ्क्स टु CF मोटो टिम एन्ड KTM टिम फर गेटिङ मी द अपर्च्युनिटी टु टेस्ट राइड दोज बाइक्स। एन्ड टकिङ अबाउट द कम्पेरिजन, मलाई चाहिँ किन CF मोटो 450 MT चाहिँ मन पऱ्यो। तर अब मनले चाहिँ एउटा माग्छ, माइन्डले अर्को माग्छ भन्ने भइरहेछ होइन। सो KTM चाहिँ इट्स बिन अ भेरी लङ रनिङ हुन्छ नि किङ्स अफ द रोड, र CF मोटो हेज बिन अ भेरी न्यू फेस इन द मार्केट बट इट हेज मेड अ भेरी क्विक इम्प्याक्ट इन द हुन्छ नि राइडिङ कम्युनिटी। सो बाइकर्सहरू चाहिँ अलिअलि बिट कन्फ्युज। मैले चुज गर्नु पऱ्यो भने चाहिँ CF मोटो नै गर्छु, किनभने 4 years ब्याक इफ दिस सेम डिसिजन वाज टु बी मेड बाई मी, मैले चाहिँ KTM चुज गर्थेँ होला। किन भन्दाखेरि 4 years ब्याक चाहिँ CF मोटोको चाहिँ अलिकति सेन्सिटिभ कन्डिसनमै थियो क्या। हाम्रो आफ्टर पार्ट्सहरू भयो, कोभिडको एउटा चाहिँ बिग थियो, हम्मे भइरहेको थियो सबजनालाई कसरी बाँच्ने भनेर। र हाम्रो सामानै झरिरहेको थिएन, चाइनाबाट आउने सामानहरू थियो नि त CF मोटोको। सो त्यसले गर्दाखेरि चाहिँ अ लिटल बिट प्रब्लम, किनभने आई एम माइसेल्फ पास्ट CF मोटो ओनर्स। वाच माई भिडियो हियर इफ यु हेभन वाच माई प्रिभियस CF मोटो भिडियोज। र त्यसले गर्दाखेरि चाहिँ मैले कस्तो इस्यु फेस गरेँ पहिला भन्दाखेरि चाहिँ पार्ट्सहरू, आफ्टर मार्केट पार्ट्सहरू नआउने टाइममा कोन बेरिङहरू गइरहन्थ्यो, कोन बेरिङ पनि नपाउने। बाइक चाहिँ यु लिटरली ह्याड टु स्टेयर इन द रोड्स विथआउट अ प्रपर हुन्छ नि कन्फिगरेसन क्या। अब हाम्रो कोन बेरिङ गयो भने त यु कुडन्ट स्टेयर प्रपरली क्या। अब यो बसहरू पनि यसै गरी यस्तो गरिदिन्छ कि झ्याप्प ब्रेक लगाइदिन्छ कि। नाइस वर्क भाइ, नाइस वर्क, यस्तै गरिरहनु साला, बोल्न पनि दिँदैन यार बाटोमा। स्टेयरिङको कुरा गर्दै थिएँ मैले। सो स्टेयरिङ गर्न चाहिँ गाह्रो हुने, र सँगसँगै आफ्टर मार्केट पार्ट्स फर इक्जाम्पल मेरो चाहिँ बाइक क्रास भएको तपाईँहरूलाई थाहा नै छ। आई वाज इन अ भेरी 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 हरिफिक एक्सिडेन्ट, र त्यो एक्सिडेन्टको भिडियो पनि यहाँ छ। अनि मैले चाहिँ अहिले के सोचेको छु भन्दाखेरि चाहिँ आई वान्ट टु बी अ लिटल बिट एक्टिभ इन युट्युब इन टर्म्स अफ मोटो भ्लगिङ। र मोटो भ्लगिङ कम्युनिटीमा चाहिँ आई रियली फाउन्ड अ भेरी भेरी वार्म वेलकम क्या। मैले एभ्री टाइम आई वाज लस्ट होइन, आई वोन्ट से लस्ट इन स्पेसिफिक बट आई वाज बिजी भन्नु पर्ला। आई वाज बिजी डुइङ माई स्टफ, वर्किङ एन्ड स्टफ यताउति होइन। सो त्यो गर्दाखेरि चाहिँ आई वाज मोर अक्युपाइड इन माई डिफ्रेन्ट टाइप अफ वर्ल्ड। तर मेरो प्यासन माई वर्किङ हुन्छ नि, मलाई मनपर्ने भनेको चाहिँ त्यो ट्राभल हो होइन। प्लस अब मुखमा क्यामेरा राखिसकेपछि त यति बोलिन्छ कि होइन। मैले पहिला माइक नहुँदाखेरि यति बोल्थेँ, कति भिडियो मलाई माया लाग्थ्यो क्या फाल्नलाई, किन भन्दाखेरि त्यो अडियो नै राम्रो नआउने, अनि तपाईँहरूले नबुझ्नु होला भनेर बेकारमा होइन त्यो कन्टेन्ट पनि कस्तो हुने, अनि आफैलाई मजा नआउने क्या एडिट गर्दाखेरि। सो मैले चाहिँ त्यो सबै कन्टेन्ट मायाले फाल्थेँ। अनि अझ स्टिल आई हेभ मोर देन हुन्छ नि 10वटा 12वटा दर्जनवटा कन्टेन्ट छ क्या मैले दिनुपर्ने, मैले दिनै सकिरहेको छैन। सो त्यसको लागि पनि भेरी भेरी माफ पाऊँ। र सँगसँगै अब अहिलेको कुरा गर्दाखेरि मैले नयाँ माइक जडान गरिसकेको छु क्यामेरामा, र यसले चाहिँ कतिको काम गर्दो रहेछ भन्ने हिसाबमा पनि मैले चाहिँ अहिले खासमा भिडियो खिच्न खोजेँ हो। अनि तपाईँहरूलाई जोस् त्यही हो, अहिलेको टाइममा चाडपर्वहरू सक्यो, फ्यामिलीहरूसँग टाइम बिताउँदाखेरि हुन्छ नि राम्रै बिताउनु होला। र मोस्ट इम्पोर्टेन्टली यु निड टु स्टे हाइड्रेटेड बिकज अहिले सिजन चेन्जमा चाहिँ यु नेभर नो कहिले कति बेला कस्तो सन्चो हुन्छ हुँदैन होइन। त्यो भइसकेपछि चाहिँ त्यही हो नर्मली। कत्रो ट्रक छ यार है, विदेशमा झन् ठुल्ठुलो ट्रक गाडीहरू हुन्छ होइन। त्यसमा त अब हाम्रो जुन अब यो बसेसहरू हुन्छ नि, त्यो बस हेर्दाखेरि त कम्पेयर गर्दा सानो देखिने क्या। तर फेरि एक्सपिरियन्स वाइज चाहिँ हाम्रो बस ड्राइभरहरूको जस्तो एक्सपिरियन्स कोहीसँग छ जस्तो लाग्दैन।
झगडा खेल्नेमा हुन्छ कि हुन्छ नि अब कुरा सल्टाउनेमा हुन्छ कि प्यासेन्जरसँग अब कुरा गरेर यताउति गर्ने हुन्छ कि त्यसो चाहिँ हाम्रो लोकल गाडी ड्राइभर र हाम्रो सञ्चालकज्यूहरू सहसञ्चालक के भन्छ हाम्रो कन्डक्टर भन्न मन लागेको थियो उहाँहरूलाई चाहिँ कसरी जित्छ जस्तो चाहिँ मलाई लागेन। आज त म यति धेरै बोलेँ कि लाइक हुन्छ नि घरबाट घरसम्म आउँदाखेरि पनि आई एम फिलिङ रियली हुन्छ नि कति धेरै डिस्टेन्स ट्राभल गरेँ जस्तो फिल भइरहेछ क्या। मलाई चाहिँ पर्सनली भन्नुपर्दाखेरि चाहिँ आई रियली वान्ट टु अपग्रेड माई बाइक अहिले चाहिँ आफ्टर कम्प्लिटिङ फ्यु मोर 1000 किलोमिटर्स। अहिले मेरो 21,500 पुगेको छ किलोमिटर चाहिँ एन्ड आई रियली वान्ट टु भिजिट सम मोर प्लेसेस मेक मोर मेमोरिज विथ दिस बाइक र त्यो भइसकेपछि आई रियली वान्ट टु अपग्रेड टु एडभेन्चर सेगमेन्ट क्या। मेरो साथी आएको थियो युकेबाट ऊ र म हामी गएको थियौँ क्या टेस्ट राइडलाई खासमा चाहिँ त्यो भिडियोमा पनि देखिन्छ असिमलाई। सो उसले गर्दाखेरि चाहिँ आई रियली एम डाइभर्टेड टुवर्ड्स एडभेन्चर सेक्टर क्या अहिले। अनि इट हेज चेन्ज द पर्सपेक्टिभ किन भन्दा नेपालको अब मैले चाहिँ एडभेन्चर प्रायः जस्तो मन पराउँदिन्थेँ कि मोस्ट अफ द एडभेन्चर बाइक्स नो तिनीहरूको मुन्टो हल्लिँदैन क्या इन अ सेन्स कस्तो भन्दाखेरि एउटा स्ट्याटिक हेड हुन्छ अनि स्टेयर गर्नलाई चाहिँ स्टेयर त हल्लिन्छ बट द हेड स्टेज स्ट्याटिक क्या। त्यस्तो बाइक चाहिँ मलाई कस्तो युज टु नै भएन पहिल्यैदेखि त्यो काटेकै नमिल्ने अन्दाजै नमिल्ने जस्तो हुन्थ्यो बट अहिले चाहिँ बिस्तारै अब एक्सपिरियन्स बढ्दै गइसकेपछि चाहिँ सिक्ने बेलामा त्यस्तो हुन्थ्यो एक्सपिरियन्स बढ्दै गइसकेपछि चाहिँ आई एम रियली मच कन्फिडेन्ट अहिले। बट टकिङ अबाउट कन्फिडेन्स मैले एमटी र हाम्रो 390 एडभेन्चर आर चलाएँ केटिएमको त्यो दुईटामा चाहिँ मलाई डबल सिलिन्डरमै कन्फिडेन्स बेसी लाग्यो किन भन्दाखेरि इट हेज मोर के भन्ने मलाई चाहिँ कन्ट्रोल गर्न सजिलो लाग्यो क्या। मलाई चाहिँ मैले भने जसरी कन्ट्रोल भयो हुन्छ नि अलिकति एक्युरेसी हाई भयो टाइपको। मेन कुरा त अब त्यो बाइकको त हाम्रो कम्प्रेसनहरू प्रिलोडहरू होइन त्यो कुराहरू चाहिँ सबै मेन्टेन गरेको छ सस्पेन्सनमा जुन चाहिँ हाम्रो केटिएम बाइकमा चाहिँ आई थिङ्क एडजस्टेबल छैन होला तर बोथ अफ द सस्पेन्सन डिड रियली गुड जब। म त्यहाँ अफ रोड जस्तो बाटोमा पनि कुदाएको थिएँ तर त्यति बेला चाहिँ मलाई सिएफ मोटो चाहिँ अलिकति कन्फिडेन्ट लाग्यो अल्दो त्यो राइडिङ पोस्चर अलिक सुचक्क अल्छी पाराको भए पनि त्यो बाइकको मेकानिजमहरू चाहिँ अलिकति मलाई चित्त बुझ्दो चाहिँ त्यो छ। अब आई होप सिएफ मोटो विल नट फेल रिगार्डिङ त्यो हाम्रो आफ्टर मार्केट पार्ट्सहरूको कुराहरूमा चाहिँ फेल गर्छ जस्तो लाग्दैन किनभने अहिले नयाँ ग्रुपले टेक ओभर गरिसक्नु भएको छ कुडोज टु द टिम र त्यति सँगसँगै पहिलाको टिममा चाहिँ अलिकति त्यही समस्या थियो। एउटा त देशको अवस्था नै गम्भीर थियो कोभिडले गर्दाखेरि आफै कसरी बचाउँ भइरहेको थियो बाइक पाल्नु त परेको कुरा भइरहेको थियो सबैजनाको माइन्डसेटमा त्यो अवस्थामा पनि दे डिड अ रियली गुड जब भन्छु है म चाहिँ किन भन्दा एटलिस्ट 2 हप्ता 3 हप्ता गरेर त त्यही म्यानेज सम आइटम्स हेर मैले नराम्रो भन्न खोजेको चाहिँ होइन। अनि आई रियली रिमेम्बर हाम्रो मनोज दाईहरू किरण ढुङ्गेल दाईहरू आई डोन्ट नो इफ दे स्टिल देयर अर नट बट दे रियली टुक केयर अफ मी एन्ड माई बाइक क्या। अब म आएँ भने टक्क सर्भिस सेन्टरमा ल भाइ के खाने चिया खाने हो भनेर टक्क त्यहाँ हाम्रो कस्टमर सिटिङ एरियामा गएर बसाएर कुरा गर्ने होइन बाइकको बारेमा कुरा गर्ने एन्ड देन बाइकको सर्भिसिङको छुट्टै एउटा टाइम भयो सँगसँगै अनि जस्ट इट वाज मोर लाइक अ फ्यामिली छ। र करेन्टली टकिङ अबाउट अहिलेको मेरो बाइक रोयल एनफिल्ड 350 मेटियोर दिस इज वान अफ द गो टु बाइक है इफ यु आर लुकिङ टु हुन्छ नि थिङ्किङ टु बाई बाइक्स किन हुन्छ नि अलिकति क्रुजिङ लेभलमा क्रुजिङ सेगमेन्टमा र काठमाडौँमा सिटीमा कुदाइन्छ धेरै लङ राइड गइँदैन भने म जस्तो मैले चलाएको यस्तै बाइक चलायो भने बेस्ट हुन्छ है। र मैले अहिले सर्भिसिङ गर्ने भनेको चाहिँ हाम्रो नक्साल बुलेट सर्भिस सेन्टरमा गर्छु जुन चाहिँ हाम्रो ठ्याक्कै एलिस रिसेप्सनको अपोजिट साइडमा छ र दे आर रियली फ्रेन्ड प्रोफेसनल छ त्यहाँ पनि एकदम राम्ररी गर्छ। कतिजना सोधिरहन्छ मेस्टोरीमा कहाँ हो भनेर सोधिरहन्छ त्यहाँ हो भन्छु कतिजना लोकेसन पत्ता लगाएन भन्छ त्यहाँ हार्ले डेभिडसनको मुनि हो बाबा हार्ले डेभिडसनको मुनि त्यहीँ त हो नि। अब हाम्रो आर्मी दाइलाई त बाटो छोड्नै पऱ्यो कत्रो ट्याङ्कर हुन्छ हेर चक्का त मेरो खुट्टा त सो गाइस अब मैले आज चाहिँ अलि लामै भिडियो बनाएँ होइन मैले यस्तो भिडियो चाहिँ प्रायः बनाउँदिनँ थिएँ कि तर आज किन तपाईँहरू सामु बोलौँ जस्तो लाग्यो। सो एभ्रिथिङ आई फेल्ट आई स्पोक आउट र
र थ्याङ्क्स फर किपिङ होइन हुन्छ नि थ्याङ्क यू सो मच फर सपोर्टिङ मी टिल टुडे। जो जसले मेरो भिडियो हेरिदिनु हुन्छ र हेर्दैन हुन्थ्यो उहाँहरूलाई धेरै धेरै धन्यवाद। र सँगसँगै अब कमिङ भिडियोजहरूमा पनि मैले नयाँ नयाँ कन्टेन्टहरू हाल्ने ट्राई गर्दै नै छु, त्यसको लागि पनि सपोर्ट गरिदिनु होला। र त्यति भन्दै म आज चाहिँ राजदरबार अगाडिबाट तपाईँहरू सामु बिदा माग्न चाहन्छु। ओहो खैरेनी नानीले पठाउँछ। धन्यवाद र ह्याभ अ ग्रेट डे अहेड। I hope to see you soon with another content, which is going to be amazing content. The type of content that you guys love mostly, that's the content around. So see ya guys. Himalayan position empty banana. Bismillah.